सो हे गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आइप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै आरामै फेरि पनि न्यू डे न्यू भ्लगको साथमा ट्याक्क लाएर उपस्थित भइसकेको छु। म चाहिँ न्यू डे ट्याक्क मस्त त्यो डाँडातिर पुरै चिसोले कुहिरोले ढाकिदिएको कि पुरै शीत। म चाहिँ यता ट्याक्क लाएर बसिरहेको थिएँ। अहिले म चाहिँ चिया दुधसुध खाएर मस्तसँग आफ्नो उ गर्नुपर्छ। त्यसभन्दा पछि बाँकी हेर्दै गरौँला। चिसोमा हर्दिनु लाग्यो खतरा रहेछ खतरा रहेछ त मान्छे। यस्तो चिसो चिसोमा पनि हर्दिदिन्छ होइन? चिसो आएन खतरा हेर यो चिसो कति माने छैन होइन? चिसा पानीले हो मेरो बाबु। भिडियो न के के यो पाक्यो के हो दिदी? पाक्यो पाक्यो के हो? पाक्यो जस्तो लाग्यो। यो झाड्ने हो? अन्त के गर्ने हो? हाल्ने हो? एकदम ध्यान जान्दैन। के हुन रे? के हुन रे? सुन्तला सुन्तला यो जारेम सुन्तला पनि होइन। के अरे भन्छ यो? काक्ती। यहाँ छ मेवा फले आयो। संतला तो दिनभरि फल्ला त हो क्या? दिनभरि फल्ला के? हाम्रो गाउँमा पनि फल्ला त हो? कता कहाँ गाउँ? मैले चाहिँ ट्याक्क लाएर कपडा पनि लगाइसकेँ। चिसो भइरहेको छ नि त। यति बिना इमिला हुन्छ कि काक्ती टिपिदिए योगा जानु लगेर मजासँग खान्छु म एउटा। अब अहिले यति धेरै छैन। अब भोलि पर्सि पेल्छन् होला सायदैमा रुखमा टन्न। कसै चाय खाने भन्नु म दिन्न। कान्चेप दिइराखेँ अरे टाइट भयो। यति ऊ छ कि यति पाकेर चाहिँ यति कम्लो भएको कि यति नरम छ कि यो। काक्ती भएर पनि गुलियो भए। धेरै नखाम किनकि धेरै खाएपछि फेरि अहिले यस्तो चिसो मौसम छ। मौसममा फेरि चिसो खाएपछि झन् चिसो भएर ज्वरो आएपछि त फेरि 3 दिनसम्म सुत्दै एकचोटिको मिठोले भ्यू चाहिँ दामी देखिरहेको सट्ट लाएर। अब चाहिँ कति बजे अहिले टाइम हेर्छु है म। सो अल राइट गाइज अब चाहिँ ट्याक्क लाएर साँझको चाहिँ 5। हाम्रोतिर के हुन्छ भन्दा यतातिर छिटै उभइहाल्छ। किन खै अँध्यारो भइहाल्छ कि आजभोलितिर। यो मौसम भन्छु कि यो यस्तै नै। यो अब टाइम यो बेला भनेको सिजन भनेको यो कार्तिकदेखि कहिलेसम्म हो? यो वैशाखसम्म हो कहिलेसम्म? यो छिटै अँध्यारो हुन्छ कि भन्दा 5-9 बज्दै प्याल्याट्टै अँध्यारो हुन्छ। बाइक पनि ल्याएर छ नि त्यहाँ ड्राइभरहरूले हाम्रो। म चाहिँ कहाँ जानु लाम भन्दाखेरि हाम्रो फुपूको घर जान्छु। म फुपूको होमस्टेमा यता छ। पहिला चाहिँ ऊ त्यो रुखमा चढी अम्बा खाइन्थ्यो। तर अम्बा चाहिँ छ अझ पनि। तर अब चाहिँ त्यति लगभग खाने जति चाहिँ छैन होला जस्तो लाग्छ। नत्र के गर्ने ल्याम्म हानिदिने तर ल्याम्मै। त्यही भएर अहिले चाहिँ काकी तेरा कान फूटने कागती मावगी तेरा कान निकरी फूटी जान जा देखरी गाली मावे लिनी भए बजे के छ?
के हुने तेरा गानुमा किराई बढी जान्छ लेखेको हरि केही सक्दैन काग तिम्रो साग भन्ने ल ठिक छ ल फुपू केही छैन खाने चिज त्यो कानुना किरा जब पढन त्यो त्यहाँ घर आइके आइन विचार गर्दा हेर्यो किन फोन किन लाग्दैन आज ओ त्यो दीपिका भएपछि नि घर जाएर फोनहरु बनाइ हो त अझ पानी पनि आछिन के त्यही कि मा आइके आइन के जानी पैसा बढी काट्यो पैसा बढी काटेर ल ल ल त ल पैसा बढी काट्छ केही छैन तपाईँ आएर चिया यो नि एक गुटको चिया थियो 2 मान्छेहरूले बाँडिकन खाएल्यौँ अब दुध छैन कालो चिया पका भने आँटी नि भाँडा धुइलै पकाइदिनु मैले भइगयो खान्न त अरू मुकै हातको ठिक छ त ल तिमी खा चिया म खान्न अब चले सँगै हम भी चली यो घर पुरै देखाइदिन्छु है म आज फुपूको घर सब देखाउँछु यताबाट सँगै चले यति पुरै क्यामेराले यति फोकस गरिदिन्छ कि यता उताको सब एक घर टाट्टै देखाइदियो यो मोबाइलमा देखाउँछ कि नै थाहा भएन तर यसमा चाहिँ देखाइदियो है यो बजार पनि पुरै यो डाँडै देखाइदियो यो पारिदेखि घरै क्यामेराबाट दियो भने सोचौँ न सोध्दै नै हो बाँकी चाहिँ अब कसो तलतिर फोन गर्छु म एउटा दाइ छ सर क्याम्पस जानुपर्छ अहिले सो अल राइट गाइस म चाहिँ ट्याक्क लगाएर कोठामा आइसकेँ ए त्यो बच्चे यार त्यो फोटो जानु भयो झन् कस्तो धोएर राखेको बच्चा यार मैले यो ट्याक्क लगाएर यसरी कपडा सब धोएर राखेको छु मैले हिजो अस्ति हो कि न भन्छ टोपी हेरेँ यार म अघि यो टोपीको अर्को टोपी किन्नुपर्ने भए अहिले पल्लो त जानु पुग्यो पल्लो त जानुपर्ने भए मेरो है ल गीत गा रेडी 1 2 3 गो जुन गीत गाए पनि आफूलाई जो चोइस छ नि मनमा जो छ नि गीत आउँछ नि त्यही गीत गाऊ है ल रेडी 1 अहिले लगा है लगाओ आयो चिने माइते सम्झेर तिजैको बेलैमा त्यसमा रिजन कम्मर बस्ने हो रमाइलो बेलैमा गिन गिन मदल लाउन बजाइदियो ओ सुरसुतीमा नाच्ने बेला हल्का लजाइदियो बिहे अरे पठाउँछन् छोरीलाई खाना त्यसमा रिजन पठाउँछन् माइती दर्खाना ल स्पिडमा अब स्पिडमा त्यो छिटो गाओ ल त्यही गीत ल नाच्छ मैसिनु म ल अहिले गीत छिटो जोडसित फटाफट नाइ के फटाफट भने यसो स्पिडमा गाओ कि स्पिडमा आयो चिने माइते सम्झेर तिजैको बेलामा त्यसमा रिजन कमर बज्ने हो रमाइलो बेलामा गिन मदल नाउन बजाइदियो हो सुत्तीमा नाच्ने बेला हल्का सिकाइदियो सो त्यही नै हो बाँकी चाहिँ अब हामी चाहिँ अब के भन्दा भन्दाखेरि अब बिदा भनौँ है ल सो गाइज म तिम्रो तर्फबाट बिदाई गरिदियो ल सो गाइज म चाहिँ गएँ भन सो गाइज म गएँ सो त्यही नै हो गाइज आजको भ्लग सो मन परेमा लाइक कमेन्ट शेयर सब्सक्राइब गर्नु नबिर्सनु होला र बाँकी भिडियो हेर्दै गर्नु होला हिजोको भ्लग हेर्नु भएन भने प्लिज चेक गर्नु होला भन्दै बिदा हुन्छ आजको भ्लगबाट थ्याङ्क यू फर वाचिङ दिस भिडियो धन्यवाद